हिमालयन टेलिभिजन र युट्युबबाट प्रसारणमा आउने नेपालकै नम्बर 1 गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसन कुन दिनबाट प्रसारणमा आउँदैछ, कति जनाले ब्लाइन्ड अडिसन दिन पाउनेछन्, सम्पूर्ण जानकारी यस भिडियो अन्तर्गत रहेर दिनेछौं। तपाईहरुलाई भिडियो कस्तो लाग्छ? भिडियो मन परेमा भिडियोलाई लाइक, शेयर र तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। दर्शकवृन्द, द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनको लागि हजारौं प्रतियोगीहरूले डिजिटल अडिसन मार्फत सहभागिता जनाएका थिए र यिनै मध्येबाट उत्कृष्ट गाउने प्रतियोगीहरूबाट 100 जनालाई छनौट गरी ब्लाइन्ड अडिसनमा सहभागी हुन पाएका छन्। त्यसमध्ये पनि एकजना दर्शकहरूबाट नै ब्लाइन्ड अडिसनको लागि छनौट गरिएको छ। यी मध्ये चारै कोचहरूबाट जुन प्रतियोगीले एकजना वा एकजना भन्दा धेरै कोचहरू घुमाउन सक्नेछ उनी ब्लाइन्ड अडिसनको लागि छनौट हुनेछ। यस्तो मौका जम्मा 64 जनाले मात्र पाउनेछन्। यिनै मध्येबाट एकजना विजेता बन्नेछ। ब्लाइन्ड अडिसन प्रसारण मिति ठ्याक्कै डेट घोषणा हुने अहिलेसम्म भइसकेको छैन, तर अब चाँडै प्रसारणमा आउने स्रोतले जनाएको छ। दर्शकवृन्द, तपाईहरु यो शो हेर्न मन छ भने यस भनेर कमेन्टमा लेख्नुहोला र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक, शेयर र तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।